हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। आज चाहिँ हामी बिहान उठ्यौँ, फ्रेस भयौँ अनि दुनट बनायौँ अनि हामीले चाहिँ भुटेको भात खायौँ। भुटेको भात खाएपछि एकछिन हामी यत्तिकै बुढाबुढी भएर मोबाइल चलायौँ अनि आज चाहिँ हामीले फेस मास्क लगायौँ किनकि कान्छाको बिदा थियो। अनि त्यसपछि दाइहरू आउनुभयो अनि दाइहरूले खाना खानुभयो अनि हामी यत्तिकै बसिरहेछौँ। अनि आज हामी बिच जाने भनेको थियौँ अनि हामीले आउटफिट चेक गऱ्यौँ अनि भाउजू, म अनि बाबु अनि दाइ र कान्छा चाहिँ अगाडि हुनुहुन्थ्यो। अनि त्यसपछि हामी पुग्यौँ, हाम्रो त्यही घर साइडकै बिचमा गइरहेको थियौँ हामी। आज चाहिँ गर्मी नै थियो नि त अनि हामी वहाँ पुगेपछि एकचोटि फिट चेक गऱ्यौँ अनि यहाँ छोरो यहाँ रोइरहेछ अनि छोरोलाई ओ ओ गर भनेको यो गर भनेको गरिरहेछ। अनि यस्तो सुरुमा त यस्तो चिसो भइरहेको थियो कि अनि त्यसपछि यहाँ दाइहरू त चिसो भयो भनेर त आउँदै आउनु भएन। अनि अब एक दुईवटा भिडियो फोटो त खिच्नै पऱ्यो बिचमा गएपछि। अनि यस्तो राम्रो देखेको हेर्नु न, यहाँ बर्ड पनि यही बेला आएको कि स्लोमो खिच्ने बेलामा यस्तो राम्रो भइरहेको थियो। अनि त्यसपछि मेरो स्लोमा हेर्नु है यस्तो कडा हो कि म फेरि जहाँ गयो नि स्लोमा चाहिँ छुट्याउँदिनँ किनभने मेरो साथीहरू वर्षा इस्माहरूले भन्छन् कि तिमी स्लो कुमारी हो भन्छन् मलाई, किनभने मैले जतिखेर पनि स्लोमोको भिडियो हालिरहेको हुन्छु। त्यही भएर हेर्नु साथीहरू। तर आजको वेदर चाहिँ एकदम राम्रो थियो, रमाइलो पनि भयो, हामी सबै गथ्यौँ है। अनि त्यसपछि अनि यहाँ कान्छाको र मेरो आसनमा त यसो खिच्नै पऱ्यो, कान्छाले खिचिदिएको फोटो यस्तो छ। अनि एक दुईवटा दिदीहरूसँग सेल्फी लियौँ अनि हामीले फिस एन्ड चिप्स खायौँ। यति लाइन थियो, बल्ल बल्ल गएर हामीले फिस एन्ड चिप्स ल्यायौँ, खायौँ, ठिकै थियो है। अनि हामी चाहिँ फेरि त्यहीँनिरको एउटा रोशनी पार्कनिरको चाहिँ हामी गयौँ उलिसतिर चाहिँ। उलिसमा अलिअलि सपिङ गऱ्यौँ। त्यसपछि हामी भाइरल म्याङ्गो आइसक्रिम खान गयौँ अनि दिदीठाममा आयौँ। आएपछि बिनाजुले यहाँ ससेज रेडी गराउनु भएको रहेछ, खायौँ। त्यसपछि फेरि हामीले चटपट खायौँ। हाम्रो बिनाजु फेरि सेफ होला, यस्तो मिठो मिठो बनाउनुहुन्छ। अनि यहाँ दिदीले चाहिँ गिफ्ट गर्नुभयो, गणेश मगर भनेर लगिराख्नु भएको छ। अनि त्यसपछि यहाँ गिफ्ट लिएर दिदी मक्ख पर्नुभयो, खोल्दै हुनुहुन्छ। अनि यहाँ भन्नुहुन्छ वाउ लाइट रहेछ भन्नुभयो। अनि त्यसपछि अब यहाँ यो भिडियो चाहिँ लामै हुन्छ होला किनभने यहाँ के भन्छ अरे यस्तो युनिक खालको लाइट छ क्या, कस्तो राम्रो छ। अझै बत्ती बालेर हामीले हेरेको थियौँ, हेर्दा नि यस्तो राम्रो देखिएको थियो। अब हामीले त उहाँ यत्तिकै चुज गरेर लिएर आएको थियौँ नि त, हेरेको थिएनौँ नि त, तर एकदम राम्रो थियो है यो लाइट चाहिँ। यहाँ दिदीले गिफ्ट खोल्दै हुनुहुन्छ। अनि आज भान्जा चाहिँ क्रिकेट हेर्न भनेर जानुभएको थियो, भान्जा हुनुहुन्थेन, हामीहरू मात्र छौँ। अनि त्यसपछि चाहिँ दिदीले यहाँ खोल्दै हुनुहुन्छ अनि यहाँ खोल्दै हुनुहुन्छ अनि गणेश भगवान चाहिँ उता साइडमा राखिराख्नु भएको छ। अनि त्यसपछि यस्तो साइन गरिरहेको छ कि हेर्नु न हजुरहरूले पनि। अनि त्यो चाहिँ डाइरेक्ट लाइट चाहिँ नभन्नु रहेछ। अनि हामीले चाहिँ पछि चाहिँ लाइट बालेको पनि थियो, तर मैले भिडियो क्याप्चर गरिन्छु। त्यसपछि हामीले विङ्स खायौँ अनि म लाइभमा बसेँ टिकटकमा। आजभोलि चाहिँ 2 दिन भयो ल म रेगुलर लाइभमा आएको। अनि हामीले चाहिँ अब के भन्छ अरे टिभीमा गीत लाउने, सबैजना भएर गजल गर्ने है, सबै रमाइलो गऱ्यौँ। अनि बबल्स यहाँ छोरो खुसी हुनको लागि भनेर हामीले बबल्स फुरफुर गऱ्यौँ। भान्जा आउनुभयो, भान्जा चाहिँ क्रिकेट हेर्न जानुभएको थियो, त्यही भएर भान्जाले देखाउँदै हुनुहुन्छ स्टिकर। अनि हामी चाहिँ खाना खायौँ अनि लास्टमा चाहिँ हामीले दिदी बिनाजुको डान्स हेरेर चाहिँ हामीले इन्ड गऱ्यौँ। अनि त्यसपछि हामीले खाना खायौँ, खाना खाएपछि चाहिँ अब चाहिँ हामी घर जाँदैछौँ। अब राम्रोसँग बस्नु होला तपाईँहरू, मेरो डेली भ्लग आइरहेको हुन्छ, कस्तो छ भनिदिनु होला। ओके बाई, सी यू।